भाइ कहिले आयो पोखरा? म पनि हिजो भर्खर आएको पोखरा। हजुर पोखरा कुन ठाउँ बस्नुहुन्छ थाहै भएन। हजुरलाई खबर गर्नको लागि मसँग कन्ट्याक्ट नम्बर पनि थिएन। अनि पोखरा आउनुको विशेष कारण के थियो कि भाइको? हेर्नु न दाइ, अब सँगैका साथीभाइहरू विदेश गए, कोही नेपालमै सरकारी जागिरे, कोही आफ्नै व्यवसायमा व्यस्त छन्। आफू भने पढाइ पनि बिचमै छोडियो, देश जाने सोच गरेको। के गर्नु अलमलमा छु दाइ म त। हो र भाइ, कुन देश जाने सोच विचार गरेका छौ? पक्कै केही सोचेर त पोखरा आएका होला। खै दाइ, मैले त गाउँमा सस्तो लागतमा जापान जान पाउँछ भनेर सुनेको थिएँ। आफूले चिनेको जानेको पोखरामा कतै भेटेन। के गर्ने होला है दाजु? ल भाइ पनि जापान जाने सोच बनाएर आएको? म पनि त जापानिज भाषा पढ्दैछु नि त जापान जानको लागि। हो र दाइ, मलाई त ढुङ्गा खोल्छ देउ त्यही मिले जस्तो भयो त हजुरलाई भेट्दा। हजुर कुन ठाउँमा हो जापानिज भाषा पढ्ने? म त यही पोखरा पृथ्वी चोकमा रहेको सबैको भरपर्दो र विश्वासिलो कन्सल्टेन्सी मिनामी एजुकेसन सर्भिसेसमा जापानिज भाषा अध्ययन गरिरहेको छु नि। अघि तिमीले भनेको जस्तै सस्तो लागतका साथै सजिलै जापान जान सक्ने भनेकै एसएसडब्ल्यू भिसा हो नि। यसको बारेमा केही ज्ञान छैन तिमीलाई? त्यसो भए त म पनि हजुर नै पढेको ठाउँमा जान्छु नि त बुझ्नको लागि। जान्न त, त्यस्तो भए किन ढिलो गर्नु? जाउँ न त जाउँ। सेन्से, उहाँ चाहिँ मेरो गाउँको भाइ हुनुहुन्छ। एसएसडब्ल्यू भिसाको बारेमा इन्ट्रेस्टेड हुनुहुँदो रहेछ, के बुझाइदिनुहुन्छ कि भनेर सँगै लिएर आयो। एसएसडब्ल्यू भिजा भनेको जापान सरकारद्वारा लिइने जापानी भाषा तथा सिप कौशल परीक्षा पास गरिसकेपछि तपाईँलाई जापान सरकारद्वारा नै दिइने भिजा। विशेष गरी यसको N5, N4, N3, N2 अनि N1 गरी 5वटा लेभलहरू रहेका हुन्छन्। यो भिजामा चाहिँ तपाईँहरू आफूलाई मन लागेको काममा रोजी जान पाउनेछ, जस अन्तर्गत 5वटा सेक्टरहरू रहेका छन्। फुड सर्भिस, नर्सिङ केयर, एग्रिकल्चर, कन्स्ट्रक्सन अनि ड्राइभ। यदि तपाईँ पनि एसएसडब्ल्यू भिजा मार्फत जापान जान चाहनुहुन्छ भने बोलीचालीको भाषा N4 लेभल र स्किल लेभल पास गर्नुपर्ने हुन्छ। डब्ल्यू भिजा अन्तर्गत जापान जानको लागि नेपालको कुनै पनि पढाइको लेभल आवश्यक पर्दैन, जस अन्तर्गत तपाईँहरूले अलिकति समय दिएर मेहनत गर्नुभयो भने जापानमा तपाईँको भविष्य सुनिश्चित हुनेछ। यदि तपाईँ पोखरा भ्यालीभित्र हुनुहुन्छ र जीएफटी बेसिकका क्लासहरू भौतिक रूपमा लिन चाहनुहुन्छ भने हामी कहाँ बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। साथै दिनको 4 घण्टा पढाइ हुने गरी जीएफटीको प्याकेज कक्षाहरू पनि सञ्चालन भइरहेका छन्। If you are interested on SSW visa, you can connect with Minami Education Services. तपाईँको भविष्य तपाईँको हातमा। जापान जाने सपना मिनामीको साथ।